आज मन एकदमै भारी भएको छ। हिजो आफ्नै घर परिवार र भविष्यका सपनाहरूसँग रमाइरहेका मानिसहरू आज बाढी र पहिरोको चपेटामा परेका छन्। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको छ। धेरै परिवार शोकमा डुबेको छ। घरहरू बगेका छन्। सडक र पुलहरू क्षतिग्रस्त भएका छन्। आफ्ना आफन्तसँग सम्पर्कविहीन भएका परिवारहरू अझै पनि आशाको पर्खाइमा छन्। यस दुःखद घडीमा सरकारले उद्धार, खोज तथा राहतलाई प्राथमिकतामा राखेको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्। यो कुनै एउटा जिल्ला वा एउटा परिवारको दुःख मात्रै होइन, यो सम्पूर्ण नेपाली र नेपालको दुःख हो। आज विपदमा परेका हाम्रा दाजुभाइ, दिदीबहिनीहरू र बालबालिकालाई हाम्रो साथ चाहिएको छ। यसका लागि नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको छ। यस्तो ठुलो विपदमा हामी सबै सरकारसँगै मिलेर अघि बढौँ। यदि तपाईँ आर्थिक रूपमा सहयोग गर्न चाहनुहुन्छ भने नेपाल सरकारले आधिकारिक रूपमा आह्वान गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष मार्फत सहयोग गर्न सक्नुहुनेछ। यसको लागि नेपाल सरकारले पनि विपद प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाको लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ। यसको लागि तपाईले स्क्रिनमा देखाएको क्युआर कोड आधिकारिक स्रोतसँग मिलेको छ भन्ने सुनिश्चित गरेर मात्र रकम पठाउनुहोस्। धन्यवाद। जय नेपाल।